ब्याक छ भने ब्लग फेरि हामी आज नै भ्लग बनाउन जाँदैछौँ। अस्तिको भ्लग हाल्न खोजेको जाँदै गएन, खै के भयो बेसी नै ब्राइटनेस बढ्यो होइन। अवश्य आफ्नै फोन छ, नयाँ साइकल गाउँ चाहिँ केटा हामी चाहिँ तिनजना छौँ यता चारजना। यता हाम्रो बारी छ होइन, यता हाम्रो गाउँ हरियाली नै हरियाली छ। अहिले कस्तो थाहा छैन, पानी पनि पर्न आँटेको छ कि त्यो अलिकति डर लाग्छ। ओइ त्यो अर्दा पहिला बाहिर अर्दा अवश्य आज हामी बगानतिर नि जान्छौँ, बिच बगानतिर साइकल कुदाउँछौँ होइन। तर राम्रो ठाउँ छ क्या, उयो छैन बगानतिर देखेको होला बगान होइन त्यो, राम्रो छ क्या भ्यूहरूभित्र। फोटो खिच्न चाहिँ मजा आउँछ त्यहाँभित्र होइन। हामीले पनि खिचेको छौँ कतिवटा फोटो। आज यो भ्लग चाहिँ अलिकति 2-3 पछाडि बनाएँ, सरी होइन। र मेरो प्लिज छिटो 200 कम्प्लिट गरिदिनु। अनि मेरो 2K पुग्छ यता मेरो दिदीको घर छ, यो हाम्रो चौरी थियो। अहिले बेसरबारी छ, पुरै बेसार भरिएको छ होइन। गर्दैन हाम्रो यहाँदेखि त बाटो भुटिया घर, हामीले उहाँ भ्लग बनाएको थियौँ भुटिया भिडियो। बेगाउँदैन केटा हो अर्जा बेसार पुरै बोक्दै हुन्छ भारी यत्रो होइन। अहिले चाहिँ हामी आफ्नो गाउँको खोला पुलतिर आइसकेको छौँ होइन। यता थोप के भन्छ थाहा छैन, यसको नाम के होइन, जम्मै छरेको ऊ। अब हामी बगान भएको ठाउँतिर आइसक्यौँ होइन। ओ पुलदेखि त नआउँदा यता नि यता नि यता। सो हामी चाहिँ आज 4जना छौँ राइडमा। अरू मान्छे चाहिँ किनभने काम गर्दैछन् क्या, छुट्टीको दिन अब पढ्छन्, कोही कपडा धुन्छ के गर्छ। तर हामी 4जना मात्रै भयो भने अस्ति पनि हामी यति छौँ, आज नि यति छौँ होइन। आफ्नो गाउँमा चाहिँ मलाई भ्लग बनाउन लाज लाग्दैन, अर्काको गाउँ छिर्ने यस्तो लाज लाग्छ, मुखदेखि बोली बाहिर आउँदैन। खोइ त के भएको नि, त्यो पनि अलिकति कन्ट्रोल गर्नु छ होइन। केटा हेलो भने न यार। ओ जुन केटा यता भित्र जाउँ। ओइ रोजन यहाँ एक सिरभित्र केही हुँदैन, आउन बाटो छ, राम्रो बाटो छ यो बाटो। सिर रोजन तिमीलाई डर म गउँछु नि त, हट न हट रोजन कालिया। त्यो गाई चिनाहरू चाहिँ किन आउने डराउँछ छैन कि कुद्देखि तिमीलाई अड्दा ओइ अगाडि ब्रेक लाउँदै अलिकति ओह्र आउँछ नि मर्ला हो, ब्रेक लाउँदै जाऊ। भाइ त पछाडि बस, हामी जान्छौँ अगाडि, म जान्छु अगाडि। त्यो केटाहरूले अब जान दिँदैन, के आउने नानीहरू चाहिँ यस्तो हरियाली बाटो छ। अनि भ्लग गर्ने ठाउँमा यता कहिले आएको छैन होइन, यो नयाँ ठाउँ होइन। किन जहिले एउटा ठाउँ देखाउँ भनेर होइन केटा। अब भाइ म जान्छु अगाडि। भाइ त ओ भाइ साइड दे हामी जान्छौँ अगाडि। त गाइस भाइ साइड दे भनेपछि बुझ्दिनस्, लास्टमा रोजन गर्दा कुदा साइकल पनि यस्तो राम्रो। त साइड दे पिएर अगाडि अलिकति उयो छ। ओइ रोजन सो गाइस हेर्नु यो भनेको होइन मिनी कन्या भन्दा पनि हुँदैन, यस्तो राम्रो ठाउँ छ नि। हरियाली चियापत्ती छैन, सबैहरू आउनु सक्नुहुन्छ होइन। अब मेरो भ्लग त जहिले हेर्ने हुन्छ होला, बाटो देखेको होला, अहिले पनि देख्नु होला। यिनीहरूले गर्दा आज भ्लग बनाउन पाएन मजाले। ओ तिमीमा म जान्छु अगाडि भाइ त। सो अहिले हामी चाहिँ यस्तो आएको होइन, उहाँदेखि हुँदै कहाँ आइपुग्यो मैले पुल। केटा हो तिमी हट त, म जान्छु कुदाउँदै। कहाँ छ बाटो भन्नु हस् काली सोच। त्यो गाइस होइन यस्तो राम्रो ठाउँ छैन केटाहरू, साइकल कुदाउनु पनि डराउँछ क्या। मलाई भर्खर सिधो खालको बेसी त्यो पत्ताको सँग गरेर गरेर आउँदै होला होइन अर्के। केटाहरू डराउँदै आउँदै छैन, नजाउँ भन्दै थिएँ। तर पनि हिँड के हुन्छ भनेको नि भन्दैन। यहाँ फेरि खाल्टो छैन है, यस्तो डाँडा खाँदै यस्तो डाँडादेखि जाँदैछु। सो गाइस अहिले चाहिँ हामी अघि बढ्दैछौँ होइन है, निरन्तन रूपमा। ए लडे ओइ ए ल यहाँ पनि त्यस्तो खाल्टो है। अब फेरि यो उकालो गर्दैन ल साइकलले। म हजुर फेरि माथि जाउँ, बरु माथिदेखि मुनि जानु मजा आउँछ क्या। ए गाइस यो ठ्याक्कै छ ठाउँको हुँदा अब यहाँदेखि हिँड्दा भ्यू रोकिनु ल। म साइकल राखेर भ्यू देखाउँछु। सो गाइस हेर्दै भ्यू यस्तो राम्रो छ हेर्दै।
ठ्याक्कै छ कन्याम जस्तो कन्याम हेर्दै ए उता यहाँदेखि जहाँ त्यतिसक्यो बगान हरियाली हरियाली उहाँ चाहिँ केटाहरू आउँदैछन् डराउँदै हिँड्दै यिनीहरूको बिजक हेर्ने नि बिजक डराउँदै डराउँदै आउँदैछ अब के गर्नु होइन है सो गाइज हेर्नु यस्तो छ हरियाली भ्यू होइन है यहाँदेखि जहाँ छैन त्यस 300 छ क्या हरियाली बगान ठ्याक्कै छ गाइज कन्याम भन्दा नि कम छैन यहाँनिर ठाउँ नै यस्तो हरियाली चाहिँ केटाहरू डराइरहेको छैन आउन नि अझै यस्तो दामी ठाउँ छ नि यहाँदेखि थोरै अगाडि जाउँ न हामी तार अड्क्यो तिमीहरूले रोक्क एकछिन रोक्क न म आउँछु सो यता नि बाटो छ यता नि बाटो छैन हेलमेट लगाऊँ फेरि जाउँ ल ऊ केटाहरू चाहिँ डराउँदै जाँदैछ नि किन पनि थाहा भएन ऊ देखिरहेको होला सायद जहाँ छैन मलाई लाग्छ अब फेरि जाउँ हामी घुमौँ भने यहाँदेखि के गर्नु बाटो छैन जाउँ भन्यो नि साइकल कसरी घुमाउनु साइकल चाहिँ घुमिसकेको छैन यहाँदेखि सरर जाउँ ल केटाहरूको त्यहाँदेखि कति यत्रो देखिरहेछ हामी यहाँदेखि त ब्रेक लाउँदै जाउँ होइन किनभने थोरै अप्ठ्यारो ठाउँ छ कि हेर ल ल ल ल लडे 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 यस्तो खाल्टा फुल्छ कि यहाँदेखि भन्दा त्यहाँदेखि देखिन्छ क्या राम्रो भ्यू यस्तो ठाउँ छ कि त्यो मुला आफ्नै बुवाको लड्यो मुला कहाँदेखि पाउँछ कुदाउनु के साइकल कहाँनिर त्यही कुदे क्या कुदा लुकेडाहरू निस्किसकेको छैन हाम्रो कन्याम देखेँ होइन को यो ठाउँ मन पऱ्यो प्लिज कमेन्ट गर्नु होला त केटा घुमाउनु हिँड्न चाहिँ सो गाई त अवश्य म मजाउँछ त अगाडि यिनीहरूले मलाई राम्ररी भ्लग बनाउँदैन बोल्नु गाई बाँदर बाँदर नि गाई बोटमा कस्तरी हामी फाले टाइट यो हाम्रो बाँदर खोइ पर गयो एउटा बाँदर होइन